हामी यतिखेर प्रत्यक्ष प्रसारणमा छौँ। तपाईहरु सानेलाई देख्न सक्नुहुन्छ यता। Finally guys. पकौडे गाइस, पकौडे आलु के पकौडे। अभी देना यार बस। हेलो गाइस, आज चाहिँ हामी ताराकोट जाँदैछौँ। यो भाइ र म ताराकोट चाहिँ यहाँबाट ताराकोट पुग्नलाई चाहिँ 3-4 घन्टा जति लाग्छ। हामी यहाँ तलबाट आएको, उता तलबाट आएको। त्यहाँ नि बबाल भ्यू छ क्या, मस्त भ्यू छ त्यहाँ डाँडोको टुप्पामा। सो गाइस भिडियो हेर्दै गर्नु, तपाईलाई चाहिँ म ताराकोट देखाउँछु आज। र गाइस हामी चाहिँ जाँदैछौँ, हामी 2 जना छौँ गाइस। र माथि चाहिँ केटाहरू पढ्ने छ क्या। अनि मौसम चाहिँ यस्तो छ अहिले, पुरा बादलै बादल छ। यहाँबाट चाहिँ हामीहरूलाई लगभग 3-4 घन्टा जति लाग्छ होला। र गाइस अहिले चाहिँ टाइम देखा त टाइम चाहिँ गाइस 7:30 भयो। हामी चाहिँ यहाँ माथि ट्याक्क 12 या 1 बजेतिर पुग्छौँ होला। हेर्दै गर्नुहोस् हाम्रो भिडियो, तपाईहरुलाई फुल जर्नी देखाउनेवाला छौँ। सो गाइस हामी चाहिँ अहिले 2 घन्टा हिँडेर यतासम्म पुगिरहेको छौँ। यहाँ 2 घन्टा गाइस लगातार हिँडेको छौँ हामी। अझै त माथि पुग्नु छ गाइस, टुप्पामा पुग्नु छ। गाइस हामी चाहिँ अहिले यहाँ पुगिसकेका छौँ। यहाँ हामी चाहिँ वहाँ तलबाट आएको गाइस, तल गाइस यहाँ पुरा कुहिरो लागेको छ गाइस। र हामी चाहिँ यहाँ जङ्गलको बीच बाटोबाट जाँदैछौँ। अबको केही समयमा हामी पुग्नेवाला छौँ। गाइस खानालाई चाहिँ हामीहरूसँग झोलामा टन्नै खानेकुरा छ गाइस। पछि देखाउँछौँ गाइस तपाईहरुलाई। माथि ल देखाउँ के छ गाइस, देखाउँछु म तपाईहरुलाई। ये देख सकते हो गाइस आप लोग, यति छ गाइस खानेकुरा। तपाईहरु केही देख्या छैन, यो केही देख्या छैन, पुरा कुहिरो छ। अहिले यहाँ हल्का आराम गरिरहेको छ हामीहरु। Let me go. Come on, no. I will give no. They love me. They love me. I will give no. I will give no. मसिनो परिवारलाई त्यता बाहिर कति गाह्रो छ। बरु ठिक हुन्थ्यो लाउरोतिर भर्ती भएको पुरानो सबै साथी गाडी चढिरहेको छ। काठमाडौँमा छ पहिलाको त मै मात्र होला, अनि आज भन्ने काम भोलि चढिरहेको छ। जति गरे पनि सकिन उभो लाग्न, अहिले छैन ताकत यो मेरो बुढो हातमा। अब भएन फलले फुले माटो पाइन, हेद भुल गरे मैले भगवानको हार्दै मन्दिर जाइन। गाइस अहिले चाहिँ हामी आधा बाटोमा पुगिसकेका छौँ। अब चाहिँ हाम्रो माथि पुग्नलाई सायद आधा घन्टा जति लाग्छ होला। यता पुरै कुहिरो परिरहेको छ गाइस, तपाईँ देख्न सक्नुहुन्छ यता यता। तर माथि चाहिँ कस्तो छ बिर्स, यहाँबाट लड्यो भने सिधै तल जहाँबाट हामी आएको थियौँ नि गाइस, सिधै यहाँबाट लड्यो भने त्यहीँ पुगिन्छ। जाँदैछौँ हामी चाहिँ।
केटाहरू माथि गइसक्यो। आज चाहिँ हामी वहीँ उतै बस्नलाई गइरहेछौँ, उतै बस्छौँ आज राति। यो भ्लगमा तपाईँहरूलाई हामी सबै देखाउनेछौँ। सुन्दर छ गाइज यहाँ, कति सुन्दर गाइज यहाँ सबै छ गाइज। अब यो कुहिरो नलागे भयो गाइज। कस्तो यो चप्पल त गाइज म यहाँ फालिदिन्छु गाइज। इ यता यता भागिरहेछौ ऊ यत्रो भिड छ नि गाइज, यहाँबाट लड्यो भने चाहिँ हामी भेटिन्छौँ कि नै होला। त्यसपछि यो भ्लग नै आउँदैन गाइज। यो भ्लग आइरहेको छ मतलब हामी जिउँदैछौँ, नत्र रेस्ट इन पिस। अनि चारोतर्फ कोहरा। अहिले हामी भेट्नेछौँ। Time can move so strange. That don't mean my mind has changed. You know I want it. No, I want. पुगिसक्यो भन्दा हुन्छ अब चाहिँ। ब्रो कस्तो फिल भइरहेछ, मतलब हामी यति 4 घन्टा हिँडेर आयौँ। एकदम थकान गाइस। यतातिर नालो छ, पहिलाको हाम्रो बाजेहरू यता गाई भैँसी लिएर यता फिल्डमा लिएर पानी खुवाउनु गर्थे, त्यही देखाउनु। यहाँ हेर्नु न गाइस कस्तो बवाल छ, त्यहाँ क्रिकेट नि खेलिरहन् गाइस। हेर्नु गाइस यहाँ कस्तो ताल छ, अनि यहाँ देख्न सक्नुहुन्छ नेचुरल हाम्रो यता पानी छ। पानी पऱ्यो भने योभन्दा ठुलो ताल छ गाइस माथि उतो डाँडामा। फेरि देखाउन गएको छौँ, डाँडा पुग्नलाई हामीलाई 15-20 मिनट जति लाग्छ। फेरि यता देखा न यता गाइस फाइनली हामी पुगिसकेका छौँ गाइस। अब त यो झोला त गाइस म यहाँ फालिदिन्छु गाइस। Finally guys. हामी चाहिँ पुगिसकेका छौँ, पुगिसकेका छौँ हामी। क्रिकेट खेलिरहेछौँ अहिले। ये तो डलेगा भाई। ओ भाई साहब गाइस ये है ना, ये हिमालय का माल है ना, इसको माल बोलते इधर, हम लोग माल बोलते इधर। इतना टेस्टी होता है गाछे खाने में। बडे हामी चाहिँ अहिले यहाँ चटाई लगेर गाइस चाहिँ ठुल्टा घरको परमा आए एउटा राम्रो ठाउँमा बसेर मस्त खाना खानेवाला छौँ। ओ माय गॉड हम तुम्हारे खिलाफ बताऊंगे मैं पूरे मिलने जा ना ना आएगा खाली कोई हो बने। संग तेरे हो तू मेरी हनी, मैं भगन तू मेरी हनी, तू आगे आगे चल तेरे पीछे पीछे आऊं। हेरौँ के महाराज बसिया भाले अहिले दिनेहरु शेयर गर्नु आधा ना बजे से ते मैं लौट गया वाले ताजी मजा जिंदरा भाई पिक में लौट रहा है। ल गाइस अहिले चाहिँ हामीहरु खाना साना खाएर अहिले यतिकै घुमिरहेछौँ। अहिले धारा छ अनि एउटा घर छ, तर गाइस पानी छ कि छैन? यस्तो टुप्पोमा पानी छ, धारो छ।
घर चाहिँ यस्तो छ गाइज। यहाँभित्र पनाउको त यहाँ छ गाइज मन्दिर माडौँ पनि ताल छ गाइज। यो झिको रोयान जाने हान्नु लैजाऊ रोयान लैजाऊ मैले बुझालेँ क्या जतिस दा सब भित्रबाट ल्याएछ। मौसम चाहिँ यस्तो छ गाइज, पुरा चारो तरफ कुइरा छ, चिसो पनि भइरहेछ अलिअलि। चाहिँ अहिले यहाँ माडोमा धुप बाल्न जाँदैछौँ। हामी यतिखेर प्रत्यक्ष प्रसारणमा छौँ, तपाईँहरू सानेलाई देख्न सक्नुहुन्छ यता गाइज। सबभन्दा डेन्जरको हो भाइ लडाकुको यो देखेन यो देख्दैन भइहाल्यो यो भाइ को लाइनमा त लडाकु बोल्नु। ओ भाई साहब इधर देखो जरा भाई, तुम्हारे हाथ का भाई, तुम कौन हो भाई? हाथ किधर है तुम्हारे? हामी चाहिँ गाइज यहाँ सुत्नेवाला छौँ आज। यहाँ चटाई छ गाइज र गाइज हामीसँग छ एकदमै खतरनाक चिज। यो खाएपछि त गाइज मस्टुम गाइज अहिले चाहिँ हामी भात पकाउँदैछौँ गाइज। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू। गाइज हामी यहाँ खाना बनाएर गाइज। के हो यो? मशरूम बात कतरा है भाई, कतरा से खाबा ना। इससे पकौड़े बनाएंगे गाइज हम इसको, और इससे हम क्या है और बाकी थियो जानी गाइज। म चाहिँ यहाँ पकौडा बनाइदिन्छु गाइज। यहाँ चाहिँ विवेक भाइ पकौडे गाइज, पकौडे आलु के पकौडे। गाइज हाम्रो खाना रेडी भइसकेको छ गाइज। The next day. गुड मर्निङ गाइज सबैजनालाई। हिजो चाहिँ हामी यहीँ बसेको र अहिले घर जानको लागि तयार छौँ। आजको यो भिडियो यहीँसम्म। Life is happy but it's so insane. We must merely make a start. Savannah.